वाउ हाम्रो छोटेन्द्र बुच्चे कलर गरेर एकदम झकास भइराखेको रहेछ। यहाँनिर चाहिँ दर्शन गर्न सक्नुहुन्छ मजाले योहरू गर्नु भइसकेछ। यो चाहिँ पहिलाको भन्दा चाहिँ अलिकति लाइट भएको रहेछ। पहिला चाहिँ अलिक डार्कमा थियो, अहिले चाहिँ लाइट, तर पनि ठिकै होला अब के हो है। र थ्याङ्क यू सो मच हाम्रो कालिम्पोङ फेपा कमिटीभित्रबाट उहाँहरू चाहिँ स्पोन्सर जिन्दा चाहिँ 3 जना हुनुहुँदो रहेछ। मैले अस्ति पनि भनिहालेँ है। र मैले फर्स्टको भ्लगमा चाहिँ भनेको थिएँ फेपा कम्युनिटी फेपाको समाज कमिटीबाट चाहिँ 3 जना हुनुहुँदो रहेछ भनेर चाहिँ मैले भनेको थिएँ। तर एक्चुअलीमा चाहिँ 3 जना उहाँहरू मात्रै रहेछ है। अस्ति म उहाँ स्वयं फेपा उहाँको कमिटी यसरी भेटेको, जो स्पोन्सर छ उहाँसँग चाहिँ भेटेको थियो। र अनि यति मजाको दामी खालको कलर चाहिँ भएको रहेछ। वाउ क्या मजाको कलर है। पहिला चाहिँ अलिक डार्कमा थियो भने अहिले चाहिँ लाइटमा चाहिँ रहेछ यसमा चाहिँ। तर पनि ठिकै छ। यो चाहिँ 1 कोट मात्रै भएको होला, 2 कोट हुन्छ होला सायद। अब चाहिँ छोटेन्द्र बुच्चे चाहिँ एकदम कलर दामी देखिएछ, एकदमै मजाको है। थ्याङ्क यू तपाईँहरूलाई। अन्त यहाँनिर पनि लगाउँछु भन्नुभएको छ उहाँहरूले, यो 2टामा, यो कालो योमा पनि। अब यो लगाएर चाहिँ फेरि एउटा अपडेट गर्न चाहन्छु है। ओके, अनि एकदमै थ्याङ्क यू सो मच तपाईँ 3 जनालाई। मसिनिङ थप्पानी तुझी छेस यहीँ त यो सिनु पुगी साथै है। मसिकी यहाँ कुटुम नआउँछौँ किन बगी यति मजाको हेर देख्दैछ। अब यहाँ 1 कोट अझै लगाउनु बाँकी होला सायद त्यति मजाले है। एकदमै मजाको भएको रहेछ। लासो तुझी छे वाउ यति मजाको देख्दैछ। अहिलेको मौसमको अपडेट गर्नुपर्दा चाहिँ हल्का यो नै भइरहेको छ, के भन्छ धुम्म भइरहेको छ। पानी पर्ला पनि पानी पनि पर्नु सकेको छैन, धुम्म पनि धुम्म भइराखेको छ। ल सो अनि थ्याङ्क यू सो मच फर वाचिङ। ओके एन्ड बाई बाई, सी यु द नेक्स्ट ब्लग।